Good afternoon everyone. अहिले चाहिँ 5:30 बज्यो होला. अब जिम जान्छु. रबिन आज नि भ्याउन्न रे. त्यो फोर्स यार भाइ. जिम जान्छु पहिला. त्यसपछि नि एउटा प्रोटिन किनेर आउँछु. अस्तिदेखि भने अहिलेसम्म खाएन. अनि त्यसपछि एकछिन मनसुन दाइको माथि गट्टा गरेर मोबाइल पसलतिर जान्छु. एकछिन मोबाइल पसल यसो बस्ने. यो चाहिँ मेरो रुम हो. रबिन साथीले गोसाइकुण्ड जाउँ भन्दै थियो. यो बाइक सर्भिसिङ गर्ने बेला भएको छैन क्या अझै पनि. फेरि बिचमा गएर उता गएर फेरि सर्भिसिङ गर्नुपर्ने हुन्छ. के जाने अहिले भनेर. फेरि टाढा पनि छ, खर्च पनि छैन धेरै. त्यही भएर नजाउँ. बरु गोसाइकुण्ड जानेले प्रोटिन खाउँ प्रोटिन भन्ने हिसाबले. अब अस्ति नै पनि भनेको, त्यसपछि गएकै छैन म लिन. जिम चाहिँ गइरहेको छु. जिम चाहिँ छोड्ने होइन. प्रोटिन खाऊँ नखाऊँ होइन हो, केही लिउँ नलिउँ तर रेगुलर जिम चाहिँ जानुपर्छ है. लास्ट गर्नु है यार. के गर्छ यार रनिङमा चाहिँ. के गर्छ यार रनिङमा चाहिँ. सोल्डर र लेगको के सोल्डरको सकिसक्यो. अब लेगको एक्सर्साइज पहिला स्क्वाडबाट सुरु गर्छु. पाइप्स राम्रो छ. लास्ट सेट 100 केजी. लेट्स ट्राई. अहिलेसम्म मैले 100भन्दा माथि बढाएको छैन स्क्वाडमा. सपोर्ट भयो भने चाहिँ 120 सम्म हुन्छु. नत्र म हान्दिनँ 100 मात्र.
अब चाहिँ जिम सकिसक्यो जुत्ता लाएर दिवेश्वरी प्लानिङमा प्रोटिन लिन्छौँ मान्छे बेलुका चाहिँ झन् धेरै हुँदैछ अलि छिटै आउनु पऱ्यो छिटो आयो भने अलि हल्ला पनि हुँदैन हल्ला भएपछि फेरि भिडियो खिच्न मन लाग्दैन कि फेरि बनाउने भनेको फेरि दिउँसो 12-1 बजे के निस्किने जिमतिर यहाँबाट दिवेश्वर प्लानिङ जानु पऱ्यो प्रोटिन लिने ठाउँ यता नजिक कतै पनि देखाएको छैन आज सोल्डरको हाने पहिला सुरु अनि त्यसपछि लेगको हाने लास्टमा म धेरै सेटहरू गर्दिनँ 3 देखि 4 सेट हो म्याक्सिमम मेरो 4 सेट हुन्छ तर रेपिटेसनमा धेरै हान्छु कहिलेकाहीँ ड्रप सेट पनि मिस गरिदिन्छु कहिलेकाहीँ सुपर सेट टाइपले गर्छु म चाहिँ कहिले नि रेगुलर एउटै टाइपले चाहिँ गरिरहँदैन बोरिङ नहोस् होइन अब 1 वर्ष 5-6 महिना मात्रै गर्ने चिज होइन वर्ष भने बोरिङ नहोस् भन्ने हिसाबले म चाहिँ जहिले डिफ्रेन्ट वेमा गरेर हुन्छु क्या कहिले मेसिनबाट मात्रै गर्छु कहिले डम्बेलबाट गर्छु कहिले डम्बेल मेसिन गर्छु बारहरू युज गर्छु अनि 3 देखि 4 सेट मात्रै हो त्यसमा बरु रेपिटेसन बेसी गर्छु अनि त्यसपछि ड्रप सेट गर्ने हो त्यसरी गर्नुहोस् अनि एक्सर्साइज गर्ने पनि मजा आउँछ मेन कुरा एक्सर्साइज हेभी लिफ्ट धेरै गरेर धेरै बेरसम्म गरेर चाहिँ केही पनि हुने होइन तपाईहरूले एक्सर्साइज गरिसकेपछि तपाईँले गरेको एक्सर्साइज चाहिँ माइन्डसँग मसल कनेक्ट भएको छ कि छैन तपाईँले फिल गर्न सकेको छ कि छैन त्यो कुराले म्याटर गर्छ है अब म पनि 13 वर्ष जति भयो जिम गर्न थालेको तर त्यो देखिन्न किन नेचुरल बडी त्यति साह्रो ग्रोथ पनि हुँदैन अनि अर्को कुरा मेन भनेको 13 वर्षमा मैले कति कन्टिन्यू पनि गरिनँ कहिलेकाहीँ त 6 महिनादेखि 1 वर्ष पनि ग्याप गर्थेँ नत्र म भने 3 महिना 6 महिनाको चाहिँ लिन्छु अनि त्यसपछि मेरो एक्सर्साइज सकिन्छ फेरि अनि 1-2 महिना ग्याप गरेर त्यसरी गरे हुन्छु अनि मेन त मैले केही पनि लिएको छैन अहिले पनि मैले लास्ट टाइम कोरियामा हुँदाखेरि चाहिँ प्रोटिनहरू लिएको थिएँ अनि नेपाल आएको 2 वर्ष भइसक्यो केही पनि लिएको छैन त्यही भएर अस्तिदेखि सोचेको के गरौँ लिउँ कि नलिउँ अझै 4-5 महिना पेलौँ कि यत्तिकै भनेर सोचेको फेरि यसो सोचेँ अहिले मैले नन स्टप गरेको लगभग तपाईँको लगभग 1 वर्ष हुन लाग्यो होला जस्ट क्लियरली कहीँ पनि ग्याप नगरिकन गर्न थालेको 1 वर्ष हुन लाग्यो यो जिम हलमा त आएको भर्खर 2 महिना 1-1.5 महिना मात्र भयो होला माथि गट्टाघरमै गर्थेँ हाम्रो पावर जिम हलमा अनि अहिले अलिकति चेन्जेस आइरहेछ तर खै यसमै अड्के जस्तो फिल भयो अब होइन मेरो प्रोटिन इन्टेक पनि पुग्दैन घरको खानाले त त्यो अभियसली कसैको घरको खानाले पुग्दैन अनि त्यही भएर चाहिँ अब प्रि वर्कआउट पनि लिनै पऱ्यो यत्तिकैमा त के गर्नु गरेपछि गरौँ भने स्टेज चढ्ने सपना चाहिँ अब यत्तिकै खेलाची गरे जस्तो भइरहेको क्या अलि सिरियसली लिनु पऱ्यो अब प्रि वर्कआउट लिँदिनँ म क्रिएटिन लिन्छु अनि एउटा वे प्रोटिन लिन्छु होला धेरै बजेट पनि खर्च गर्न 10 to 15,000 बजेटको हेर्छु लास्ट गऱ्यौँ आज पसिना छ कतिखेर घर पुग्ने नहुने अब एकछिन त्यता जान्छ अनि दाइकोमा पनि जानु पऱ्यो एकछिन कठातिर यसो दाइसँग बसेर गफ गर्दै चिया खाँदै अनि त्यसपछि चाहिँ घर आउँछु अनि पब्जीमा हाम्रो पिएमएसएलमा होरस टिम चाहिँ सेकेन्ड भएर वर्ल्ड कप सिलेक्सनमा परेको छ अब 1 महिना भइसक्यो वर्ल्ड कपको के अब त्यसको लागि एकदम कङ्ग्रेचुलेसन जितेकोमा अनि बेस्ट अफ लक फर अब वर्ल्ड कपको लागि पनि अनि होल टिमलाई चाहिँ एकदम बधाई छ है हामी त पब्जी रमाइलो मात्रै खेल्छौँ होइन तर एकदम राम्रो
प्रोटिनहरूको व्यापार बिजनेस गरौँ क्या यार यो त धेरै कम छ क्या जिम हल चाहिँ टन्ने भयो होइन जिम हलले पनि आफैले प्रोभाइड त गर्छ गर्नु चाहिँ तर प्रोटिन सपहरू चाहिँ अलिकति कमै छ क्या के पो गरौँ कि भन्छु के लेट्स सी के हो पानी पो पऱ्यो त्यता त लिएर तुफान कुदिहाल्नुपर्छ यतै बसौँ भने फेरि एक्लै के बस्ने दाइ पनि फेरि आउनु मिल्दैन माथि पसलबाट त्यही भएर अलिकति यहाँनिर एउटा जिम हलको तल थियो क्या यहाँ हिल्टन भन्दा यतापट्टि माथि एउटा अर्को नि एउटा जिम हल छ यहाँ टाउन प्लानिङमा यो दिवेश्वरी प्लानिङमा त्यहीँनिर एउटा देखाएको थियो त्यहीँ सोध्नु जानु पऱ्यो अरू पनि छ खै कता कता यता त्यो देखेको छैन मैले अरू यहाँ छ के अरे एउटा एकचोटि सोधौँ न प्रोटिन कति जानेछ वे प्रोटिनहरू हेरौँ न यो गोल्ड स्ट्यान्डर्ड कति छ कति केजी हो स्ट्यान्डर्डको 16,990 छ आइएसओको चाहिँ कति हो कुन चाहिँको एनिमलको त्यसको 17 कै रेन्जमा छ फाइनल 6,000 छ मदर तर यसको थिकनेसहरू एकदम राम्रो खालको छ लास्ट प्राइस त्यति नै हो त्यो हजुरले 5 सम्म अनलाइनमा हेर्नु भएको थियो नि त्यो त्यसको थिकनेस कम हुन्छ क्या अनलाइनमा स्टोरमा हेरेको जस्तो हुँदैन फेरि यसको चाहिँ थिकनेस अझ मोटो छ कि राम्रो छ यसको यो पनि राख्नु 4-5 वर्ष ठिक छ यो त मजाले यो खोल्ने त छैन होला है तपाईँको म घरमै देख्छु लेसमा त अलरेडी डिस्काउन्ट यो तपाईँलाई अफर प्राइसमै दिएको छ अब यसमा दाइले तपाईँले हेभी डिस्काउन्ट नै हालिदिएको छ त्यो बेडमा यो त 3,000 होला यस्तो यहाँको कस्टमरहरू त्यहाँ जानुभयो भने अलिकति डिस्काउन्ट चाहिँ हुन्छ हजुर चेन्ज गरिराख्नेलाई त म 5-6 महिना बिहानको समयमा तर यो प्लानिङतिर राम्रै हुन्छ नि वातावरणहरू के त्यो मौसमहरू वाकमा चाहिँ आइरहन्छु म किनभने खासै बिहान जान्न बेलुकै जान्छु बिहान चाहिँ यतै हिँड्न आइरहन्छु अनि त्यही भएर देखाएँ मैले यो पनि मैले यतातिर कहीँ पनि देखेन यस्तो ल अनलाइनमा पनि देखाउन राम्रो अब फेरि आउँदै गर्नु होला है यो सकेछ अन्य फेरि क्या क्यामेरा अन्य छ US City Fine. US Divine त्यहाँनिर चाहिँ यो चलिरहेको छ अफरमै बोकिदिएको गोल्ड स्ट्यान्डर्ड कति यहाँ 18,000 कति भन्यो कोरियामा हामीले गोल्ड स्ट्यान्डर्ड कति 6,000-7,000मै खान्छौँ यार 2.5 केजीको 3 केजीको हुन्छ होला त्यो त 2.5 केजीको होला 2.75 कतिको हो क्या नेपालमा जे पनि महँगो छ गाह्रो छ तर अफरमा चलिरहेको छ यो मैले नि लिएको छैन खै यो कुन चाहिँ वे प्रोटिन हो ट्राई गरिदिउँ न अफरमा क्रेटिन पनि रहेछ लेट्स सी ट्राई चाहिँ गरिदिउँ हेरौँ न अब चाहिँ ब्याम्बोज कर्नरमा यो चिया खान्छु अनि जान्छु यो चाहिँ मेरो जक्सन हो खासमा माथि दाइकोमा जाने भनेको फेरि लिला म्याम पनि यतै आउने रे अनि एकछिनै हुन्छ बरु यतै बस्छु दाइकोमा बरु भोलि जान्छु